वेलकम टु माई मिनी व्लग। आज साथीले बौद्धको हाउस अफ बेवयाने जाउँ भनेर बोलाएपछि म रुमबाट निस्किएँ। पठाउ चढेर यात्राको सुरुवात गरे। बाटोभरि काठमाडौँका व्यस्त सडक गुडिरहेका गाडीहरू र शहरको माहौल क्यामेरामा कैद गर्दै अघि बढ्यौं। बीचमा ट्राफिक जाम पनि पर्यो, तर त्यसले यात्राको रमाइलोपन घटाएन। अन्ततः हामी हाउस अफ बेवयाने पुग्यौं, साथीसँग भेट्यौं र हामी लिन गएको अफर पनि पाइयो। अफरमा आएको मोमो, पिज्जा र कोकको कम्बो लिएर साथीहरूसँग बसेर गफगाफ गर्दै समय झन रमाइलो बन्यो। अनि त्यसपछि हामी फर्कियौं। बाटोका केही दृश्यहरू फेरि क्यामेरामा कैद गर्दै रुमतिर लागे। रुम नजिक पुगेर हल्का खाजा खाए अनि अन्त्यमा रुममै आएर यही भिडियो एडिट गर्दैछु। आजको मिनी ब्लग यत्तिकै। भिडियो मन परे लाइक, कमेन्ट र फलो गर्न नभुल्नुहोला। अर्को ब्लगमा फेरि भेटौला। धन्यवाद।